लगभग 2 हप्ता जति भयो होला यार हैन। पहिला म एउटा सिरिज हेरेको थिएँ क्या, डेभिल मे क्राई भन्ने हैन, नेटफ्लिक्समा रिलिज भएको। अनि मलाई बहुत राम्रो लागेको थियो, तर त्यसको बारेमा भिडियो म सोचेको थिएँ, बनाइसकेँ त्यसको बारेमा भिडियो होइन, त्यही भएर म ख्यालै गरेको थिएन। खोइ कहाँबाट त्यस्तो सोचायो, तर बनाएको चाहिँ रहन्छ, बनाएको चाहिँ रहन्छ। आज यसो हेर्नु पऱ्यो भनेको त बनाएर रहन्छ होइन। अनि आजकल भिडियो पनि त्यस्तै छ नि त, खासै म बनाएको छैन, 2-3 दिनमा बनाइरहेको छु। त्यो मतलब सुरुवात त म अर्कै कुराले गरे हो, तर बिस्तारै बिस्तारै जहाँ गएर मर्ने रहेछ क्या, केही भ्युज छैन केही छैन, मजै नलाग्ने के, मोटिभेसनै मिल्दैन यार। अनि के भिडियो बनाउने टाइपको हुन्छ होइन। त्यो के अरे सिरिज चाहिँ हेरेको थिएँ कि म होइन, त्यो चाहिँ एउटा गेममा, त्यो डेभिल मे क्राई भन्ने सेम नेमकै गेममा ऊ छ होइन, आधारित सिरिज हो त्यो। अनि पहिला सिरिज भन्दा पनि एनिमे भनौँ न। अनि पहिला पनि बनाएर चाहिँ कि त्यसको उसमा त्यो पहिलाको चाहिँ हेरेको छैन म, मतलब मेरो फर्स्ट टाइम हो कि यो हेरेको होइन। अनि यसपछि चाहिँ यो एन्ड्रोइड भर्जन पनि रहेछ कि डेभिल मे क्राई गेमको, त्यो डाउनलोड गरेको म हेरेको के अरे खेलेको चाहिँ छैन। मोबाइलले खासै थेग्ला जस्तो चाहिँ लागेको छैन, 1.5 GB कतिको थियो, तर अब त्यो जोसमा आएर डाउनलोड चाहिँ गरिहालेँ म है। अनि यसमा चाहिँ स्टोरी कस्तो छ, ओल्ड भनौँ न, एनिमेकै ओल्ड, मतलब म्याक्सिमम् एनिमेमा हुने टाइपको के अरे कर्स, मतलब के भन्छ, राक्षसहरू टाइपको भनौँ न, ऊहरू छन्। कस्तो छ, 2वटा ओल्ड छ होइन, एउटा मान्छेहरू बस्ने ओल्ड भयो, एउटा के भन्छ यार तिनीहरू, मतलब भनौँ न त्योहरू ब्ल्याक व्हाइट टाइपको। अनि एउटा राम्रो मान्छे, एक त नराम्रो मान्छे टाइपको। नराम्रो मान्छे भन्दा पनि तिनी लिटरल मान्छे चाहिँ हुँदैनन् कि, तिनीहरू डिफ्रेन्ट टाइपको देखिने हुन्छ होइन। के भन्थ्यो कि तिनीहरूलाई, म बिर्सेँ क्या नाम, भयो 2 हप्ता भयो हेरेको, अनि यादै छैन। अनि तिनीहरू त छन् होइन। अनि तिनीहरू चाहिँ कस्तो भइरहेछ, एक 2 गरेर थोरै थोरै होइन, कुनै मिस्टेकले अब के को कारणले हो भनेर चाहिँ तिमी बताउँछ सिरिजमा, म त यहाँ बताएन। तिनीहरू चाहिँ अलिअलि गरेर र यो ह्युमन वर्ल्डमा आइरहन् के। अनि ह्युमन वर्ल्डमा चाहिँ तिनीहरूलाई एजुकेट गर्नको लागि भनेर र यहाँ अब मान्छेहरू टाइप हन्टरहरू भनौँ न, हन्टरहरू टाइपको हुन्छ होइन। तिनीमध्ये एउटा हुन्छ दान्ते भन्ने, हाम्रो चाहिँ मेन त्यसैको क्यारेक्टर फलो गरेर हुन्छ होइन। अनि एउटा त्यो, अनि एउटा त्यो हन्टरहरूको साइडतिर हुन्छ एउटा केटी होइन, त्यसको नाम चाहिँ बिर्सेँ म, लेडी भन्छ त्यसलाई, त्यो क्यारेक्टर हुन्छ। अनि त्यसको त्यो 2जनाको स्टोरी फलो गरेर गर्छौँ होइन हामीले। अनि एउटा ऱ्याबिट भन्ने छ, त्यो चाहिँ भिलेन भनौँ न, त्यसको स्टोरी फलो गर्छौँ होइन। 3जनाको स्टोरी फलो गरेर र मेन ऊ चल्छ होइन। अनि अब त्यही कुराहरू, अब यो गुन्डा हो यो हो भन्ने, यसको ब्याक स्टोरी, यसको ब्याक स्टोरी, त्यही सब कुराहरू देखाएर त्यही अनुसारले चल्दै जान्छ होइन। अनि मतलब एक्सन अब त्यही त हो, सनन टाइपको, त्यही नर्मलै छ होइन त्यस्तो हिसाबले हेर्दाखेरि चाहिँ। तर बिस्तारै बिस्तारै जब स्टोरी डिपली जान सुरु गर्छ नि, त्यो मतलब स्टार्टिङमा त त्यही छ कि एउटा अब गुन्डा टाइपको भयो यिनीहरू, एउटा चाहिँ हिरो टाइपको, अब ह्युमनहरू हिरो भए होइन। अब यता हाम्रो यो साइड भयो, यिनीहरूको यो साइड भयो, अब यिनीहरू बिचमा झगडा हुने भनेर, त्यो मतलब ब्ल्याक एन्ड व्हाइट टाइपको फिक्स ऊ भनेर देखाए जस्तो हुन्छ नि त सुरुमा त फिलिङ त। तर जब बिस्तारै स्टोरी फोल्ड हुँदै जान्छ, त्यसपछि त मतलब त्यो कुन हिरो कुन भिलन भन्ने कुरा नै छुट्टिन हुन्छ क्या, दुइटै ग्रे एरियामा आउँछ क्या। यहाँ कोही पनि हिरो छैन, कोही पनि भिलेन छैन टाइपको, जुन रियल लाइफमा हुन्छ। मतलब आफ्नो पोइन्ट अफ भ्यूबाट त सबै हिरो हो, तर रियालिटीमा त्यो कुनै पनि हिरो हुँदैन क्या, सब आफ्नो पोइन्ट अफ भ्यूबाट मात्रै हो। अब मैले केही काम गरेको छु, त्यो मेरो लागि राम्रो छ, कुनै कुरा अरू कसैको लागि नराम्रो हुनसक्छ। उसले केही काम गरेको छ, उसको लागि राम्रो छ, तर अरू कसैको लागि नराम्रो हुनसक्छ। तर वास्तवमा भन्दाखेरि त्यो उसले गरे पनि काम, मेरो गरे पनि काम, त्यो कसैको लागि पनि राम्रो होइन नि त। त्यो ग्रे एरियामा पर्छ क्या, अब मेरो लागि राम्रो भयो, कसैको लागि नराम्रो भयो, हो त्यस्तै टाइपको के। रियल लाइफमा म्याक्सिमम् त्यस्तै त हुन्छ नि। अनि यहाँ पनि त्यही छ क्या, 2वटा छ होइन। एउटा चाहिँ त्यही भने त 2वटा वर्ल्डहरू, अनि यो यता भनेर गरेको। अनि जब कहानी सुरु हुन्छ, अब त्यो 2वटा ब्ल्याक एन्ड व्हाइटबाट सुरु हुन्छ, तर लास्टमा गएर एउटा एपिसोड 6 छ होइन। मतलब यस्तो पिक गर्छ नि त्यहाँनिर, कुनै पनि डाइलग छैन होइन एपिसोडमा, जहाँसम्म मलाई याद छ डाइलगहरू छैन, धेरै एक आधा डाइलग भयो होला, धेरै डाइलगहरू छैन। म्युजिकको साथमा नर्मल खालमाको गराएर र के अरे एनिमेसनको उसमा पुरा एपिसोड बनाएको क्या। तर त्यो चाहिँ पिक लागेको मलाई, बेस्ट एपिसोड लागेको होइन। अब त्यो गेम खेलेको मान्छेहरूले चाहिँ धेरै उ गरिरहेको, कम्प्लेन गरिरहेछन् कि यो सब स्टोरी चेन्ज गर्यो भनेर। तर मतलब फर्स्ट टाइम हेर्ने मान्छे मेरो लागि चाहिँ बेस्ट थियो क्या होइन। कसैलाई पनि मतलब इन्ट्रेस्ट जगाउनको लागि, गर्नको लागि चाहिँ बहुत सही थियो
स्टोरी होइन, त्यो मतलब फर्स्ट टाइम हेर्नेहरूको लागि नै भनेर बनाएको होला होइन। अनि जब त्यो एपिसोड कस्तो छ, त्यो एपिसोडबाट फिक्स थाहा हुन्छ कि कुनै पनि हिरो भिलेन भन्ने छैन यहाँ भनेर। अनि त्यो एपिसोडमा जो स्टार्टिङ हुन्छ, दुईजनाको स्टोरी फलो गरिन्छ होइन। हामीले दुईजना मतलब सेम टाइपको स्टोरी फलो गरेर र एउटा हिरो बन्ने एउटा भिलेन बन्ने। अनि जो भिलेन चाहिँ छ नि मतलब आई थिङ्क पहिलोचोटि चाहिँ होला होइन यो सिरिज मेरो लागि, नत्र म याद छैन त्यति। एक आधा कुनै भए होला जसमा म मतलब भिलेनलाई भनौँ न भिलेनप्रति ऊ लागेर र जे गरिरहेछस् ठिक गरिरहेछस् भन्ने टाइपको। तर यो चाहिँ पहिलो सिरिज हो क्या जसमा म मतलब फुल्ली भिलेनको साइडमा क्या, भाइ जितेल जसलाई मार्ने हो मार भन्ने टाइपको के। त्यस्तो टाइपको मतलब त्यस्तो फिल गराइदिन्छ कि त्यसको ब्याक स्टोरी यस्तो दर्दनाक हुन्छ बित्ते अब के भन्नु। अनि दुईवटा स्टोरी त्यो बेला पनि त्यही देखाउँछ कि एउटा भिलेन बनेको एउटा हिरो बनेको। अनि त्यो बेला देखाउँछ। अनि यसको इन्डिङमा गएर पनि जुन सिजन इन्डिङ छ त्यो पनि त्यही टाइपकै छ क्या, जुन कुरा थियो कि कुनै पनि हिरो या भिलेन बन्ने हुँदैन भन्ने, त्यो इन्डिङमा गएर त्यही कुरा प्रुफ हुन्छ क्या। साला मान्छेहरू नै हरामी निस्किन्छ झन् सबैभन्दा, जो हरकत गर्छ साला हरामीहरू लास्टमा गरेर के भन्नु र। अनि त्यही छ होइन के। त्यही हो कुराकानी चाहिँ। ओके भाइ, आजलाई चाहिँ यति नै। अनि राम्रो लाग्यो त्यो चाहिँ सिरिज। अरू खासै केही हेरेको होइन। अहिले भर्खर राउडी राठौड हेरेको फेरि, कहिले काहीँ खै के जाँगर चल्छ होइन। बडो मजा आयो क्या जे एक जमानामा हेरेको होइन। बुत मतलब साउथको के अरे रिमेक हो हुन चाहिँ, तर राम्रो छ क्या मुभी, इन्ट्रेस्टिङ छ। अन्त हुन्छ त ओभर पावर टाइपको। मलाई मतलब अस्ति यो एनिमीहरूबाट ओभर पावर क्यारेक्टर भन्ने बल्ल याद आयो नि त। हाम्रो बचपनदेखि हेर्दै गरेको नेपाली मुभी होस्, हिन्दी मुभी होस्, साउथ मुभी होस्, जुन मुभी पनि हेरेको सबमा ओभर पावर क्यारेक्टर त हुन्छ। एकजनाले 50-100जना मान्छे मारिरहेको छ होइन। मतलब यादै थिएन कि त्यो त उसमा आउँदै आउने नि त। अब उनीहरू त नर्मल ह्युमन बिङ हो। अब उसमा चाहिँ एनिमेमा चाहिँ अब त्यो प्रपरली उ गर्छ, तर यसमा चाहिँ अब त्यो हाम्रो नर्मल ह्युमन बिङलाई पनि त्यति पावरफुल देखाइदिन्छ, त्यही फरक हो। ओके भाइ, आजलाई यति नै। अब भिडियो कहिले बन्छ कुन्नी, जाँगरै लाग्ने छोड्यो यार। बनाउने कि नबनाउने जस्तो फिल आउँछ। गाह्रो छ जिन्दगी।